आज हामी कुरा गर्दैछौँ नेपालका चर्चित 3 जना गायकहरूको बारेमा। हजुरहरूलाई को मन पर्छ कृपया कमेन्ट गर्नुहोला। पहिलो नम्बरमा छन् प्रकाश सपुत, नेपाली लोक संगीतका एक प्रख्यात गायक, संगीतकार, मोडल र अभिनेता हुन्। उनी आफ्नो गीतहरू मार्फत सामाजिक र राजनीतिक चेतना जगाउनका लागि परिचित छन्। बागलुङको धम्जामा दलित परिवारमा जन्मिएका सपुतका कतिपय गीतहरू जातीय छुवाछुतको अन्त्य गर्ने आग्रहले भरिएका छन्, जस्तै दमाई महाराज। उनले सन् 2011 मा आफ्नो पहिलो एल्बम रिलिज गरेका थिए। उनको पहिलो गीत गरी खान देऊ सामाजिक समस्यामा आधारित थियो। बोलमाया, गलबन्दी, पीर, फूलमाया र नमस्कार लगायत उनका धेरै गीतहरू अत्यधिक चर्चित छन्। सुजन चापागाई पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेका नेपाली गायक हुन्। उनी विशेष गरी आफ्नो प्रेममय र फरक शैलीका गीतहरूका लागि चिनिन्छन्। सुजनलाई 3 पाते गीतबाट ठूलो चर्चा मिलेको थियो। त्यसपछि उनका लजाएर, गालापुक्क, घुमी घुमी, मिलेको जीव छिनेको कम्मर, बाफ र उनको स्विटर जस्ता गीतहरू पनि उत्तिकै चर्चित छन्। सुजनले आफ्नो गायकीबाट नेपाली संगीतमा छुट्टै पहिचान बनाएका छन् र अहिले स्टेज कार्यक्रमहरूमा निकै व्यस्त रहन्छन्। प्रकाश दुतराज नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीतहरू पस्किने गायक तथा सर्जक हुन्। उनका गीतहरूमा नेपाली समाज, गाउँले भाषा, संस्कृति र परिवेशको कथा भेटिन्छ। उनी आफ्नो देश, समाज र जनजीवनको विशेष कथालाई गीतमा उतार्न रुचाउँछन्। उनका चर्चित गीतहरूमा जाम भो माइली, घर कता हो बहिनीको, चोली मैलै भो। प्रकाश दुतराज आफ्नै स्वर, संगीत र अभिनयमा गीतहरू प्रस्तुत गर्छ। उनी एकै गीतमा लामो समय तयारी गरेर मौलिकता र सामाजिक सन्देश दिने प्रयास गर्छन्।